तपाईँको लन एकदम हरियो रहेछ होइन, तपाईँले कुन फर्टिलाइजर लाउनुहुन्छ भनेर मलाई कति धेरैजनाले मलाई ट्याक्स गर्नुभएको छ क्या, मेसेज गर्नुभएको छ होइन। यो भिडियो चाहिँ तपाईँहरूको लागि है त। ल तपाईँहरूलाई यहाँ देखाउँछु म। यो चाहिँ स्कोट्स होइन, ट्रु बिल्डर ट्रिपल एक्सन है त। म चाहिँ यो युज गर्छु। हेर्नु त, यसले 3वटा काम गर्छ है त। यसले चाहिँ तपाईँको डेन्डरलाइन मार्छ यसले होइन, क्लोभरहरू मार्छ, अनि अर्को भनेको ग्रास, यो दुबो, तपाईँको दुबो नि जस्तो नि, यो दुबो हरियो यसलाई चाहिँ। यो चाहिँ तपाईँले वर्षमा होइन 2 चोटि लाउनुपर्छ। एउटा भयो मार्च लास्ट विक, लगभग अन्तिमतिर, मार्च अन्तिमतिर हाल्नु पऱ्यो होइन। त्यो पनि एउटा मार्चमा भयो, अर्को भनेको सेप्टेम्बर अक्टोबरतिर होइन, तपाईँको त्यतिखेर हाल्नुपर्छ। यो चाहिँ नि मार्चमा हाल्दा चाहिँ तपाईँको के हुन्छ भने तपाईँको क्लोभर्सहरू आउने समय ठक्क भएको हुन्छ नि त। क्लोभर्स भयो अनि डेन्डरलाइन भयो, यस्तो होइन, क्लोभर्स यहाँ छ, डेन्डरलाइन यहाँ छ, यस्तो आउने समय हुन्छ। त्यतिखेर चाहिँ तपाईँले समय मौसम हेरेर होइन, तपाईँको 50-60 डिग्री तातो त्यतिखेर हेरेर होइन। अनि फेरि त्यसमा भएन भने अर्को के हेर्नुपर्छ भने तपाईँको मौसम, तपाईँको पानी परेको बेलामा हाल्नु भएन होइन। तपाईँको के चाहिँ के भने हालेपछि चाहिँ 24 घन्टा, तपाईँको 24 घन्टा केही पनि गर्नु पर्दैन। तपाईँको पानी पर्नु भएन 24 घन्टाभित्रसम्म होइन। अर्को भनेको पानी परेन भने चाहिँ त्यतिखेर तपाईँले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि तपाईँले चाहिँ पानी हाल्नुपर्छ यसमा फेरि है त। रेस्ट्रिक्सन के छ भन्दाखेरि हामीले के गर्नु हुँदैन भन्दाखेरि यसको चाहिँ डु नट एप्लाई दिस प्रडक्ट मोर देन ट्वाइस अ इयर, डु नट एप्लाई इफ रेन इज एक्सपेक्टेड विदिन 24 आवर्स एप्लिकेसन्स है त। डु नट वाटर अर मुभ लन ओभर 24 आवर आफ्टर एप्लिकेसन है त। अर्को भनेको डु नट एप्लाई दिस प्रडक्ट इन अ वे द्याट विल कन्ट्याक्ट एनी पर्सन अर पेड आइदर डिरेक्टली अर थ्रु ड्रिफ्ट, किप पिपल एन्ड पेड आउट अफ द एरिया ड्युरिङ एप्लिकेसन। डुन पऱ्यो भने तपाईँहरूलाई आफ्नो आफन्तलाई सेयर गर्नु होला है ल।